जिम्मेवारीको संस्कृति निर्माण गर्ने व्यावहारिक बानीहरू के पर्छ त? मानसिकता कस्तो, हाम्रो दिमाग कस्तो हुनुपर्छ, कस्तो मानसिकताबाट हामीले काम गर्नुपर्छ, त्यो मानसिकता दिमागमा निकालिसकेपछि अब हामीले के गर्छौँ? योजना बनाउँछौँ। के गर्ने त भन्नु, अब प्लान बनाउँछौँ होइन? प्लान बनाइसकेपछि प्लान बनाएर मात्रै हुन्छ त? तपाईँले जस्तो म भोलि नेपालमा जान्छु भनेर प्लान बनाउँछु। अब भोलि नेपालमा जानु भन्यो भने प्लानको के काम भयो? भएन। त्यसलाई के भन्छ? कार्यान्वयन। प्लान बनाइसकेपछि त्यसलाई गति दिनुलाई कार्यान्वयन भन्छ। त्यसपछि सञ्चार, कहाँ कहाँ गए, कसरी गए, के गरे भनेर सञ्चार गर्नु पऱ्यो नि त होइन? नेपालमा जानलाई मात्रै प्लान बनाउनु भयो, अफिसमा इन्फर्म नगरेर गएर भयो त? अफिसमा त इन्फर्म गर्नुको इन्फर्म भनेको थियो सञ्चार। सर म यहाँ जाँदैछु है भनेर भन्नु पऱ्यो। नभनेर गयो भने के हुन्छ? नसोधे गयो भने के हुन्छ? घर गइन्छ होइन, अनुशासनमा बसिएन। कहीँ पनि जानु छ भने के गर्नु पऱ्यो? तपाईँले सञ्चार गर्नु पऱ्यो, सूचना दिनु पऱ्यो। अनुशासनात्मक कारबाही भनेको के हो? त्यो हुनसक्छ होइन? त्यसपछि गुणस्तर, के कामको लागि जानलाई, के गर्न जानला, त्यसको गुणस्तर त हुनु पऱ्यो नि। जान्छु भने यति जाने, बिरामी छु भने गफ लगाएर जाने, आखिरमा हेर्दा बिरामी हुँदैन, घुम्न गएको हुन्छ। त्यो भन्नु, जे गर्नु छ, घुम्न जान्छ, घुम्न जान लाग्छ सर भन्नु न। आइयो त घुम्न, आइएन? यत्रो महिना काम गर्नुभएको कि एक दिन कोहीले साथीहरूले घुम्न जाऊँ भन्ला, के भन्ला, त्यो जानु पऱ्यो होइन? के हो यो है? क्यामराम्यानले रिसिभ क्या हो? अब यो मानसिकता, त्यसपछि योजना, कार्यान्वयन, कम्युनिकेसन र गुणस्तर। कतिवटा भयो? 5। यो 5वटा कुरालाई हामीले के गर्नुपर्छ त? आफ्नो ह्याबिट्स बनाउनुपर्छ। कोर ह्याबिट्स, मुख्य ह्याबिट्स है, मुख्य बानी। यो चेन्ज गर्नु भएन भने तपाईँको काममा लवचिकता आउँदैन। आउनुभयो साथीहरूमा म याचार फाइनान्स कोबाट नमस्ते, गुड मर्निङ भन्न चाहन्छु है। किन ढिला हो तपाईँहरू? अब हामीले कस्तो कस्तो बानी सुधार्नुपर्छ, हामीले हाम्रो ह्याबिटमा के चेन्ज ल्याउनुपर्छ भन्ने कुराहरू है, प्रमुख बानीहरू। निरन्तर सुधार र उच्च स्तरको जिम्मेवारीको संस्कृति निर्माण गर्ने व्यावहारिक बानीहरू के पर्छ त? मानसिकता कस्तो, हाम्रो दिमाग कस्तो हुनुपर्छ, कस्तो मानसिकताबाट हामीले काम गर्नुपर्छ, त्यो मानसिकता दिमागमा निकालिसकेपछि अब हामीले के गर्छौँ? योजना बनाउँछौँ। के गर्ने त भन्नु, अब प्लान बनाउँछौँ होइन? प्लान बनाइसकेपछि प्लान बनाएर मात्रै हुन्छ त? तपाईँले जस्तो म भोलि नेपालमा जान्छु भनेर प्लान बनाउनु। अब भोलि नेपालमा जानु भएन भने प्लानको के काम भयो? भएन। त्यसलाई के भन्छ? कार्यान्वयन। प्लान बनाइसकेपछि त्यसलाई गति दिनुलाई कार्यान्वयन भन्छ। त्यसपछि सञ्चार, कहाँ कहाँ गए, कसरी गए, के गरे भनेर सञ्चार गर्नु पऱ्यो नि त होइन? नेपालमा जानलाई मात्रै प्लान बनाउनु भयो, अफिसमा इन्फर्म नगरेर गएर भयो त? अफिसमा त इन्फर्म गर्नु, इन्फर्म भनेको सञ्चार। सर म यहाँ जाँदैछु है भनेर
भन्नु पऱ्यो। नभनेर गयो भने के हुन्छ? नसोधेर गयो भने के हुन्छ? घर गइन्छ होइन, अनुशासनमा बसिएन। कहीँ पनि जानु छ भने के गर्नु पऱ्यो? तपाईँले सञ्चार गर्नु पऱ्यो, सूचना दिनु पऱ्यो। अनुशासनात्मक कारबाही भनेको के हो? त्यो हुनसक्छ होइन। त्यसपछि गुणस्तर के कामको लागि जानला, के गर्न जानला, त्यसको गुणस्तर त हुनु पऱ्यो नि। जान्छु भने यति जाने, बिरामी छु भनेर गफ लगाएर जाने, आखिरमा हेर्दा बिरामी हुँदैन, घुम्न गएको हुन्छ। त्यो भन्नु जे गर्नु त घुम्न जान्छ, घुम्न जानला अवसर भन्नु न। पाइयो त घुम्न पाइएन र यत्रो महिना भयो काम गर्नु आउँछ। एक दिन कोही साथीहरूले घुम्न जाउँ भन्ला, के भन्ला, त्यो जानु पऱ्यो होइन। के हो यो? बनाएर माग्नु लस्टीमा हो भने तपाईँले कोही सामान पाउनुभयो नि त, सबै पाउनु फिल्डमा जानु पऱ्यो, अब फिर्ता हुनु पऱ्यो। अब यहाँनिर के हुन्छ, भोलि यो काम गर्नु छ भन्यो, तपाईँसँग चेकलिस्ट हुँदैन, लेखेर राख्नु भएको हुन्न, अनि सामान ट्याक्क समाएर झोलामा हाली हिँड्यो। उहाँ जाँदा त बेकन हाल्नुपर्ने रहेछ, खै बेकन साथी पुगेको थिएन। अनि दौड्यो अफिसतिर आयो, टाइम वेस्ट भयो नि। टाइम वेस्ट भयो, तपाईँको बाइक धेरै भुट्यो, पेट्रोल गयो, सर्भिसिङ छिटो छिटो बनाउनु पऱ्यो, तपाईँकै पैसा जाने हो, अफिसले दिने त त्यही 3000 हो होइन। सानो सानो कुराहरू पनि हेर्नु पऱ्यो, कति घाटा हुन्छ। अब भोलि लाइन लाउनु छ, 50 मिटरको तार चाहिने, 50 मिटर हालेकै छैन, 100-200 हालेर दौड्यो, अनि त्यहाँ जाँदा 50। अब छैन 50 मिटर, कि त अफिस आउनु पऱ्यो। अब अफिस आउनु तपाईँलाई अल्छी लाग्यो के हुन्छ, त्यही 100 मिटरको तार हालिदिने, 150 मिटरको तार हालिदिने, सिधै। अनि त्यसले के हुन्छ, एफआरपीको लेन्थ बढ्यो के हो, फोरेस्टेसन कस्ट बढ्यो बढेपछि के हो, वाइएल खर्च भयो होइन, फ्युजल खर्च भयो होइन। यदि चेकलिस्ट बनाएर 50 मिटरको 2टा, 100 मिटरको 2टा, 150 मिटरको 2टा होइन गर्दै लेखेर लगेको भए काम दिन्थ्यो नि त, घटिनु पर्दैन। हो त्यस्तो हुनाले तपाईँहरूले कहिले पनि योजना बनाउँदा लेखेर राख्नु। लेखेर राखेको के हुन्छ, अभिलेखमा बस्छ, सधैँभरि बसिरहन्छ, याद हुन्छ, प्लानिङ बनाउन सकिन्छ। सधैँ पहिले नै तयारी गर्नुहोस्। पहिलो प्रिपेरिङ एडभान्स, पहिले प्रिपेयर गरेर बस्नुहोस्। दोस्रो लेखेर राख्नु, दोस्रो सधैँ तयारी गर्नुहोस्। लेखेर राख्नुभयो होइन, लेखेर राखेर पनि त भएन नि त। अब त्यो सामान के हो त, टक्क मागेर लजिस्टिकसँग आदि राख्नु पऱ्यो कि परेन? लेखेँ मैले सक्यो भनेर हुन्छ र? लेखेको चिज त फेरि के गर्नु पऱ्यो, तयारी गर्नु पऱ्यो नि होइन। माग्यो भने के हुन्छ, लेखेको चिज माग्यो भने तपाईँले ट्याक्क पाउनुको काम गर्न सकिन्छ। जस्तो बिना तयारी बैठकमा परियोजनामा नजानुहोस्। भोलि मिटिङ भने आज केही छैन, आज भयो भएन अस्तिको मिटिङ। भोलि मिटिङ भने आज अब प्रोजेक्टरै छैन। अघिल्लो दिन बनायो त टक्क टाइममा हाम्रो मिटिङ हुन्थ्यो नि, प्रोजेक्टरै छैन, प्रोजेक्टर खोज्नको होइन, खोज्दा 8 साढे 8 हुन्थ्यो। अनि भएन, तयारी भयो पहिले भएन नि, घाटा लाग्यो त हाम्रो होइन। टाइम वेस्ट भयो, 11 बजीसम्म मिटिङ बस्नु पऱ्यो, त्यसपछि फिल्डको कामहरू सबै हेर्नु पऱ्यो। त्यही भएर पहिले नै तयारी गर्नु पऱ्यो। लेखेर राखेपछि त्यो दिन पनि हामीले लेखेर राखेको क्या, भोलि मिटिङ छ, यो चाहिन्छ भने चेकलिस्ट बनाएर लेखेर राखेको क्या। अब हामीले त्यो तयारी गरेनौँ। भोलिको तयारी आजै गर्नुहोस् होइन। अब जस्तो तपाईँहरूको भोलि शनिबार छ है, भोलि त ड्युटी छ, तर तपाईँहरूले सामान केही पनि आउट गर्नुभएको छ। अनि भोलि टक्क अफिस आउनुहुन्छ, सामान खोज्ने होइन, अनि लोएस्टी बिदामा, फाइनेन्स बिदामा, सर सामान हालिदिनु, अन्त कसरी हालिदिनु, कसले हालिदिन्छ? हालिदिने मान्छे त सब छुट्टीमा छ। तपाईँले शुक्रबारै मागेर राखेको भए भोलिपल्ट त कसैलाई भन्नु पर्दैन नि, ट्याक्टर सामान समात्नु थियो, फिल्डमा काम गर्नु होइन, तपाईँहरूलाई नै फाइदा हुन्थ्यो। त्यो भएर भोलिको तयारी आजै गर्नुहोस् गरे कि कार्य विवरणको अन्तिम 10 मिनट भोलिका शीर्ष 3 प्रमाणित तय गर्नु र कार्यक्षेत्र मिलाउन खर्च गर्नुहोस्, ताकि भोलि तुरन्तै काम गर्न सकियोस्।
भोलि शुक्रबार तपाईँ, आज शुक्रबार हो, भोलि तपाईँ शनिबार ड्युटी छ भनेपछि तपाईँले आज शुक्रबार घर जानुभन्दा 10 मिनट अगाडि भोलि के सामान चाहिन्छ त भनेर सोच्नु पऱ्यो कि, सोचेर बनाउनु पऱ्यो होइन। टर्न गर्नु त एक ठाउँमा बसेन भाइ, किन यता र उता? नै अलि राम्रो आएन कि सर यताबाट, उयो अगाडिको आएन त्यही भएर यताबाट गरेको। जहिले पनि समस्या मात्रै, सर यो पुगेन, त्यो पुगेन, यो पुगेन, पुगेन थाहा छ, तर त्यो नपुगेको कुराहरू हाम्रै ब्रान्चभित्र कुनै सोर्स छ कि जसको अधिकतम हामीले सदुपयोग गर्न सक्यौँ, धेरैभन्दा धेरै युज गर्न सक्यौँ होइन। त्यस्तो कुराहरू तपाईँहरूले सोच्नु पऱ्यो कि, खालि समस्या मात्रै आयो, समस्या लिएर आउनुभयो भने के हुन्छ, कुनै पनि समस्याहरू तपाईँको हामीले खोज्दै जाँदा त्यो त्यहीँभित्र हुन्छ तपाईँको, तर तपाईँहरू देख्नुभयो यो माइन्ड सेटमा तपाईँले समस्या छ भनेपछि त्यही सोच्नुभयो, हाम्रो अफिसभित्र हाम्रो युनिटभित्र नै केही छ कि त्यसलाई समाधान गर्ने उपाय भनेर सोच्नुभयो भने समस्याको समाधान निक्लिन्छ है। समस्यामाथि लैजाँदा वा अवरोध आइपर्दा समस्यासँगै सधैँ कम्तीमा 1-2 सम्भावित समाधान पनि प्रस्तुत गर्नुहुन्छ। तपाईँको समस्या छ भनेपछि धेरै कुराहरू त मलाई थाहा हुँदैन नि त कसरी समाधान गर्ने, फिल्डको कुराहरू तपाईँहरूलाई थाहा हुन्छ। तपाईँहरूले सर यो समस्या यसपछि यसलाई यसरी समाधान गर्न सकिन्छ गर्ने हो कि भनेर भन्नुभयो भने एउटा युनिटमा भएको समस्या सबै युनिटमा पनि हुनसक्छ होइन। त्यो तपाईँहरूले एउटा युनिटमा ल्याउनु भएको कुराहरू हामी छलफल गर्छौँ, पछि सबै एउटै समाधान निक्लिने हामी सबै युनिटमा हुन्छौँ नि त, ल यसो गऱ्यो भने हुँदो रहेछ भनेर है। तत्परताको साथ भावना, ब्रिङ सल्युसन नट जस्ट प्रोब्लम। ब्रिङ सल्युसन भनेको समस्या समाधान पनि लिएर आउनुहोस् कि, जहिले पनि प्रोब्लम मात्रै आयो सर, यो भयो सर, ऊ भयो सर भनेर देखाउनु भयो। जस्तो एफआरपी हामीसँग 50-25 मिटरको छैन भनेपछि के हुन्छ समाधान, के हुन्छ त्यसको समाधान? हामी डिसेबल खोज्छौँ, डिसेबलमा गएर अनइन्स्टल गर्छौँ होइन। अनइन्स्टल गरेर ल्यायो भने समस्याको समाधान भयो नि त। खाली छ तार पुगेन, त्यही भएर मैले इन्स्टलेसन गरेन भन्यो भने के हो, समस्या त बढेको भयो। इन्स्टलेसन पुर्याउनु भएन, आज पुगेन, भोलि पुग्दैन, पर्सि पुग्दैन, अनि टार्गेटै पुग्दैन, समस्या ठुलोमा गयो नि गएन। यो कसरी हुन्छ, समस्यालाई सानैमा समाधान गर्नु पऱ्यो र तपाईँहरूले आफै सोध्नु पऱ्यो कसरी समाधान गर्ने भनेर। तपाईँहरू स्मार्ट हुनुहुन्छ, तपाईँहरू आफै समस्याको समाधान गर्न सक्नुहुन्छ। जुन समस्या तल्लोतिर तपाईँले गर्न सक्नुहुन्न त्यो समस्या मात्रै हामीसँग गर्ने, हामीले गर्छौँ। अब हामीसँग समस्याको समाधान छ, हामी आएर सरलाई सर सर यो यस्तो यस्तो भयो भएन भनेर हुन्छ त, हुँदैन होइन। उहाँहरूले पनि फेरि त्यही गर्नुहुन्छ। त्यही भएर समस्यालाई नवीकरण नहुने स्रोत बानी तयार गर्नुहोस्, बाहिरी दबावको पर्खाइ नगरी उद्देश्यपूर्ण गतिका साथ काम अगाडि बढाउनु भनेको समस्या आइरहने बानी आइरहने जुन स्रोत छ त्यसलाई पहिचान गर्नुहोस् होइन। त्यो स्रोत पहिचान भइसकेपछि तपाईँको समाधानको उपाय पनि हुन्छ। बाहिरी दबावको पर्खाइ नगरी बाहिर के भनिन्छ के गर्नु भनेर कुर्ने काम नगर्नु, आफै भित्र समस्याको समाधान ल्याउनुहोस्, त्यो ल्याएर तपाईँको उद्देश्यमा गति आउँछ है। के सोच्नुपर्ने रहेछ दिमागले, सक्रिय गर्नुहोस्, एक्टिभ हुनु पऱ्यो आफू होइन। समस्याको समाधान तपाईँभित्रै छ, एक्टिभ हुनु पऱ्यो। त्यसपछि 1% भएर पनि समस्या आउँछ होइन, समस्यालाई कसरी समाधान गर्ने भनेर सोच्नु पऱ्यो र म 1% भएर पनि सुधार ल्याउँछु भनेर तपाईँहरूले माइन्डसेट गर्नु पऱ्यो। त्यसपछि त्यसलाई कसरी हुन्छ काम सक्ने, कसरी समाधान ल्याउने भनेर तत्पर हुनु पऱ्यो क्या, एकदम एक्साइटिङ हुनु पऱ्यो है। एक्साइटिङ भयो भने सल्युसन आउँछ, आफै काम सम्पन्न गर्न सकिन्छ। प्लानिङ त बनाउने, तर कुन प्रायोरिटी, मुख्यको आधार के हो? प्रायोरिटी नभएर प्लानिङ बनाउन सक्नुहुन्छ त? हुँदैन। मलाई भोलि नेपालगञ्ज जाने छ भनेपछि त्यसलाई तपाईँ नेपालगञ्ज जानुलाई एकदम काम छ, नेपालगञ्ज जान्छु भन्ने प्लान बनाउनु। अब त्यसलाई तपाईँले प्रायोरिटीमा राख्नु भएन भने के हुन्छ, प्लान फेल खान्छ, गएन नि त, नेपालमा पुग्दैन नि त होइन। त्यही भएर जस्तो प्लान आउँछ त्यसलाई प्रायोरिटी लेखेर राख्नुहोस् गऱ्यो
प्लान बनाउनु छ भने त्यसलाई लेखेर राख्नु पऱ्यो। प्लान बनाउनु भने यस्तो दिमागमा सोच्नु भने के हुन्छ भोलि बिर्सिन्छ। बिर्सेपछि त्यो प्लान आउनु पऱ्यो। त्यही भएर लेखेर राख्ने बानी गर्नु पऱ्यो। जस्तो तपाईँहरूलाई अहिले मैले क्वेसन एन्सर गर्नको लागि क्वेसन मागेको छु नि त, लेखेर दिनुहोस् भनेको छु नि त। अब तपाईँले लेखेर दिनु भनेको हामीले यहाँ एन्सर दियो, हामीसँग रेकर्ड बस्छ, भोलि त्यो अनुसार प्लानिङ गराउँछु होइन। तपाईँले भन्नुभयो मैले पनि भनेरै एन्सर दिएँ भने त्यो रेकर्डमा बस्दैन। गर्नुपर्दा के योजना हुन्छ? मुख्य लक्ष्य के हो? सक्रिय नेतृत्व र उत्कृष्ट कार्यान्वयन मार्फत हामी कसरी सञ्चालन गर्छौँ, ग्राहकलाई सेवा दिन्छौँ र उत्कृष्टताको संस्कृति निर्माण गर्छौँ भन्ने कुरालाई निर्माण गर्ने भनेको बुझ्नुभयो? सक्रिय नेतृत्व भनेको लिडरसिप एकदम तपाईँको सरहरू तपाईँको हाइटहरू खतरा हुनु पऱ्यो। उत्कृष्ट कार्यान्वयन हेबिट चेन्ज गरेर हामी उत्कृष्ट बन्छौँ भने चाहिँ उत्कृष्ट कार्य मार्फत अफिसलाई कसरी सञ्चालन गर्छौँ होइन, ग्राहकलाई सेवा कसरी दिन्छौँ हामी र उत्कृष्टताको संस्कृति निर्माण गर्छौँ भन्ने कुरालाई रूपान्तरण गर्छौँ। के मसँग भएको सहयोग रूपान्तरण गर्ने तपाईँले आगामी जुनियरलाई अझ जुनियर गर्ने कुरालाई रूपान्तरणको strategic priority, operational excellence, सञ्चालन है, मुख्य दक्षता र कार्यान्वयन प्रवाहलाई अगाडि बढाउने। तपाईँसँग भएको दक्षतालाई कसरी काम गर्नु भएको छ भने आफ्नो दक्षता हुन्छ नि त, त्यो दक्षतालाई आफूसँग सीमित राखेर हुन्छ त। मैले अघि भनेको थिएँ नि त, आफूसँग भएको शिक्षा सहयोगहरू के भने राम्रो कार्य अझ कसरी उत्कृष्ट गर्न सकिन्छ भनेर त्यसलाई धनभन्दा धन 1% भए पनि हामीले दिनु पऱ्यो, सुधार गर्दै गइरहेको। कल्चरल ट्रान्सफर्मेसन, सांस्कृतिक रूपान्तरण कसरी गर्ने, ब्रान्ड भिन्नता कसरी छुट्याउने, ग्राहक इकोसिस्टम, ग्राहकको इकोसिस्टम कस्तो छ, यो चारवटा कुराहरू हामी हेर्छौँ है। अप्सनल एक्सिलेन्स, मुख्य दक्षतालाई अगाडि बढाउने, फोहोर हटाउने, निर्णय लिने प्रक्रियालाई तीव्र बनाउने र सबै विभागहरूमा स्रोत वितरणलाई अनुकूल गर्नमा निरन्तर ध्यान दिने। फोहोर हटाउने भनेको के हो? कागजहरू पुस्ताहरूलाई फाल्ने भने हो होइन नि होइन। अब उसमा फोहोर भयो त्यसलाई उठाएर उता फाल्नु डम्पिङ साइडमा भन्ने भएर फोहोर उठाउने भनेको हटाउने भनेको यो पनि हो। अफिस फोहोर पनि हुन दिनु भएन होइन, फोहोरै उठाउने। तर कार्य सञ्चालनमा आउने अवरोधहरू, नराम्रा कुराहरू छन्, त्यसलाई पनि हटाउने भनेको नि र निर्णय लिने प्रक्रियालाई तीव्र बनाउने। सर यहाँ नेटवर्क लङ डिस्टेन्स भयो के गर्ने भनेर तपाईँले युएसआरलाई बुझ्नु भने के हुन्छ? जस्तो महिनाको बोर्ड चाहिन्छ सर भन्नु, हामी बोर्ड डिजाइन गरेर लेखेर दिने। अब के हुन्छ भनेर हेड अफिसमा मैले फोन गरेँ, भाइको पठाउनु भने तुरन्त भाइको पठाएँ। वाट्सएप भन्नुभयो, वाट्सएप खोज्दा खोज्दा रहन्छ, अरू कसको नम्बर गरेर आउँछ वाट्सएप, त्यो दिनसम्म सिम छैन। फेरि मैले फोन गरेँ, अनि वाट्सएप गरेर भाइबाट भाइ भनेर तुरन्त भेट्यो, हालेँ। डिजाइन आयो, कुन साइज भन्नुभयो, तुरन्त सोधेँ, 3x9 भन्नुभयो, 3x9 पठाएँ, आइहाल्यो होइन। त्यसरी तुरन्त निर्णय लिनु पऱ्यो। यो बोर्ड कहाँ बनाएर मान्छे बोलाउन 100 रुपियाँ या वा भनेको भए गर्थेन। जति दिन लाग्यो त्योभन्दा बढी टाइम लाग्छ। त्यो डिसिजनहरू तुरन्त दिनु पऱ्यो क्या। आफूसँग छ भने आफूले दिनु पऱ्यो, आफूसँग छैन भने माथिको अथोरिटीसँग तुरन्त सोध्नु पऱ्यो। उहिले मिटिङमा सोधौँला, मन्थली मिटिङमा सोधौँला भनेर राख्ने हो त। त्यो कुरा म उहिले मिटिङमा सोधेर तपाईँलाई भन्छु है भनेर भन्यो भने के हुन्छ? एक हप्ता टाइम वेस्ट भयो नि।
यता सुधार गर्ने इम्प्रुभ प्रोडक्टिभिटी एन्ड इफिसियन्सी। यो अघि मैले भनिसकेँ तपाईँहरूलाई होइन, इम्प्रुभ प्रोडक्टिभिटी कसरी बढाउने र आफ्नो इफिसियन्सी कसरी बढाउने। सञ्चालन र डिजिटल अवलम्बनलाई अगाडि बढाउने अटोमेसन एन्ड डिजिटल एडप्सन। अब अहिले तपाईँको के हो क्युसिपी आएको नि त होइन, त्यो भने के हो अटोमेसन भयो कि ट्राई। पहिला हामीले के भन्यो भने भाइ त्यहाँ जानुहोस् त त्यो बनाइदिनुहोस् त भनेर भन्नु पर्थ्यो, जसको पावर। अब हामीले त्यो तयारी गरेनौँ, भोलिको तयारी आजै गर्नुपर्छ होइन। अब जस्तो तपाईँहरूको भोलि शनिबार छ है, भोलि त ड्युटी छ, तर तपाईँहरूले सामान केही पनि आउट गर्नु भएको छैन। अनि भोलि त अफिस आउनुहुन्छ सामान खोज्ने होइन, अनि गोष्ठी बिदामा फाइनेन्स बिदामा सर सामान हालिदिनु अन्त कसरी हालिदिनु, कुनै हालिदिने मान्छे त सब छुट्टीमा छ। तपाईँले शुक्रबारै मागेर राखेको भए भोलिपल्ट त कसैलाई भन्नु पर्दैन नि, ट्याक्टर सामान समात्नु थियो फिल्डमा काम गर्नु जानु होइन, तपाईँहरूलाई नै फाइदा हुन्थ्यो। अब त्यो भएर भोलिको तयारी आजै गर्नुहोस् गरे कि कार्य विवरणको अन्तिम 10 मिनट भोलिका शीर्ष 3 प्रमाणित तय गर्नु र कार्यक्षेत्र मिलाउन खर्च गर्नुहोस्, ताकि भोलि तुरन्तै काम गर्न सकियोस्। भोलि शुक्रबार तपाईँ, आज शुक्रबार हो, भोलि तपाईँ शनिबार ड्युटी छ भनेपछि तपाईँले आज शुक्रबार घर जानुभन्दा 10 मिनट अगाडि भोलि के सामान चाहिन्छ त भनेर सोच्नु पऱ्यो कि, सोचेर बनाउनु पऱ्यो होइन। डाउन गर्नु त एक ठाउँमा बसेन भाइ, किन यता नै अलि राम्रो आएन कि सर यताबाट, उयो अगाडिको आएन त्यही भएर यताबाट गरेको। पहिला त के चाहिन्छ भनेर लेखेर राख्नु पऱ्यो, चेकलिस्ट बनाउनु पऱ्यो, के चाहिन्छ के चाहिँदैन भनेर होइन। चेकलिस्ट तयार भइसकेपछि सामानहरू के चाहिन्छ चेकलिस्ट बनाउनु, लजिस्टिकमा गएर माग्नु सामानहरू के चाहिन्छ, यो सामान दिनुहोस् भनेर पहिले नै तयारी गर्नु भने सामान दिनु आज। अब भोलिको लागि पनि जस्तो शुक्रबार भोलि शनिबार बिदाको दिन ड्युटी भयो भने आजै तपाईँहरूले के गर्नु पऱ्यो, भोलिको तयारी गर्नु। घर जानुभन्दा अगाडि, शुक्रबार घर जानुभन्दा अगाडि 10 मिनट अगाडि सोच्नु पऱ्यो, भोलि मेरो ड्युटी छ, मैले के सामानहरू माग्ने गर्छ भनेर माग्नु। 10 मिनट तपाईँले खर्च गर्दा केही पनि फरक पर्दैन है, 10 मिनट ढिलो गर्दा केही हो। 10 मिनटमा तपाईँ लजिस्टिकसँग माग्ने सामानहरू तपाईँ जानु। अब भोलि लजिस्टिक हाल्नु भने भोलि लजिस्टिकको जिम्मेवारी हुन्छ, लजिस्टिकले समात्छ, फाइनेन्सले समात्छ होइन। त्यो भएर भोलिको तयारी आजै गर्नु पऱ्यो। अग्रणी सूचनामा ध्यान दिनुहोस्, अन्तिम लक्ष्यमा मात्र नअघि सफलताको पूर्व सम्मिलित दैनिक क्रियाकलापहरूलाई पहिचान गरी अगाडि बढाउनु। अन्तिम क्षणमा मात्र लास्टमा अब त्यही हो, भोलि ड्युटी शनिबारको छ, भोलि आज लास्ट टाइम आयो मलाई सामान चाहियो भनेर तपाईँहरू उभिनु अनि ढिलो भयो भनेर अनि युएसआर गराउनुहुन्छ फेरि। सर सामान भनेको अहिलेसम्म ट्रान्सफर भएन, म कसरी काम गराउनु सक्छु त स्टाफले भनेर युएसआर गराउँछु। यो कुरा त मैले बारम्बार भनेको छु कि शुक्रबार शनिबार ड्युटी बिदाको दिन ड्युटी हुन्छ नि, अघिल्लो दिनमै तपाईँ डिमान्ड गर्नु नगर्दाखेरि के हुन्छ, हामीलाई काम गर्न गाह्रो हुन्छ, हामी लक्ष्यमा पुग्दैनौँ। त्यही भएर अन्तिम समयमा जस्तो 6G राउटर छैन भने अन्तिम समयमा तपाईँहरू डिमान्ड गर्नुहुन्छ, सर राउटर सकियो। 5G राउटर पनि अन्तिममा सर राउटर पठाइदिनुहोस् तुरुन्तै, अहिले सब सक्यो बर्बाद। त्यसरी त अब हामी भगवान् भइया पर्व भइया चट यस्तो गर्नु ज्यान मात्रै पुगेन छैन नि त होइन। तपाईँहरूले एक हप्ता अगाडि भनेको ल है उहाँहरूलाई आवश्यकता छ भनेर हामी खोज्दिउँ, कहाँबाट हुन्छ ल्याउँदिउँ बनाउँदिउँ, अब छैन। तपाईँहरूलाई तुरुन्त चाहियो कि आज भनेपछि अहिले चाहियो, तुरुन्तै चाहियो, अनि त्यो त पुर्याउन सकिँदैन नि त होइन। त्यही भएर अन्तिममा आएर यो चाहियो भनेर अल्झिनु भयो होइन। अगाडि नै सूचना दिनु पऱ्यो, सर यो सामान सक्ने बेला छ मेरो, यति स्टक छ, अब सामान मगाइदिनुहोस् भनेर तपाईँहरूले जब सूचना दिनुहुन्छ अनि बल्ल हामीले सामान पुर्याउन सक्छौँ। अब एक्सन एन्ड एक्जिक्युसन, अब कार्य र कार्यान्वयन, काम गर्ने र त्यसलाई कसरी पुरा गर्ने भन्ने कुरा होइन।
अब हामीले सुरुमा के गर्यौँ? के गर्यौँ सुरुमा? माइन्ड सेट गर्यौँ, के गर्ने कसरी गर्ने भनेर माइन्ड सेट गर्यौँ होइन। त्यसपछि आफूले सक्रिय बनाएँ। अब सुधारका कार्यक्रमहरू 1% भयो भने म आफूलाई सुधार्छु भनेर गयौँ होइन। त्यसपछि सल्युसन आफैभित्र छ, त्यो सल्युसन खोज्न लागि हामीले कुन सल्युसन हामीले आफै दिँदाखेरि हुन्छ, थोरैभन्दा थोरै सामानलाई कसरी धेरैभन्दा धेरै प्रयोग गर्न सकिन्छ भन्ने कुराहरूको समाधान ल्यायौँ। त्यसपछि हामीले योजना बनायौँ, अब कसरी त्यो कुराहरूलाई समाधान गर्न सकिन्छ त भनेर योजनाहरू बनायौँ। योजना बनाउँदाखेरि हामीले के गर्यौँ? पहिला लेखेर राख्यौँ, त्यसपछि पहिले तयारी गऱ्यौँ, लेखेर राख्यौँ। भोलिको काम आजै कसरी योजना बनाउने 10 मिनट टाइम दियौँ होइन। त्यसपछि अगाडि नै सूचना दियौँ, एक्सनमा जानु पऱ्यो। एक्सनमा गएर मात्रै भएन, गरेर यस्तो एक्सन गर्नु मात्रै भयो त? एक्सनको लागि फेरि हात खुट्टा पनि चलाउनु पऱ्यो एक्जिक्युसन गर्नुको लागि है। यो भएर अहिले नै गर्नुहोस्, भोलिको पर्खाइ नगर्नुहोस्। मैले यो कुरा कतिचोटि भन्छु तपाईँहरूलाई होइन, कतिचोटि भन्छु। खाना साथ्यो आफूलाई, काम साथ्यो अरूलाई हो, उल्टो भयो होइन। तपाईँहरूले यस्तै गर्नुभएको छ कि ठ्याक्कै यही गर्नुभएको छ। उखान चाहिँ के छ? खाना साथ्यो अरूलाई, काम साथ्यो आफूलाई चाहिँ उखान होइन। खाना म पछि खान्छु भनेर राख्नु भने अर्कोले आएर खाइदिन्छ हो। अब काम पछि गर्छु भनेर राख्नु भने अरू कोहीले गर्दैन, तपाईँले नै गर्नु होइन। तपाईँहरूले उल्टो गरिराख्नु। त्यही भएर तपाईँले के गर्नु? काम साच्नु भएन, काम तुरुन्त भएन भने तपाईँको काममा लक्ष्यता आउँदैन। कसरी गर्नुपर्ने रहेछ हामीले हेर्नु होइन। मानसिकता स्टेप फेज 1 मा माइन्डसेट एन्ड इनिसिएटिभ। माइन्डसेट भन्ने के गर्ने त भनेर दिमागमा बनाउनु पऱ्यो। इनिसिएटिभ भनेको यसलाई कसरी अगाडि बढाउने, समस्या गर्नुपर्दा के योजना हुन्छ। मुख्य लक्ष्य के हो? सक्रिय नेतृत्व र उत्कृष्ट कार्यान्वयन मार्फत हामी कसरी सञ्चालन गर्छौँ, ग्राहकलाई सेवा दिन्छौँ र उत्कृष्टताको संस्कृति निर्माण गर्छौँ भन्ने कुरालाई निर्माण गर्ने भनेको बुझ्नुभयो। सक्रिय नेतृत्व भनेको लिडरसिप एकदम तपाईँको सरहरू, तपाईँको हाइकमान्डहरू खतरा हुनु पऱ्यो। उत्कृष्ट कार्यान्वयन एडिक्सन गरेर हामी उत्कृष्ट बन्छौँ भने चाहिँ उत्कृष्ट कार्य मार्फत अब यसलाई कसरी सञ्चालन गर्ने होइन, ग्राहकलाई सेवा कसरी दिन्छौँ हामी र उत्कृष्टताको संस्कृति निर्माण गर्छौँ भन्ने कुरालाई रूपान्तरण गर्नु। मसँग भएको सहयोगसँग रूपान्तरण गर्ने तपाईँले आगामी जुनियरलाई अझ जुनियर गर्ने कुरालाई रूपान्तरणको है। स्ट्राटेजिक प्रायोरिटी, अपरेसनल एक्सिलेन्स, सञ्चालन है। मुख्य दक्षता र कार्यान्वयन प्रवाहलाई अगाडि बढाउने। तपाईँसँग भएको दक्षतालाई कसरी काम गर्नु भएको छ भन्ने आफ्नो दक्षता हुन्छ नि त। त्यो दक्षतालाई आफूसँग सीमित राखेर हुन्छ त। मैले अघि भनेको थिएँ नि, आफूसँग भएको शिक्षा सहयोगहरू के गर्ने राम्रो कार्य अझ कसरी उत्कृष्ट गर्न सकिन्छ भनेर त्यसलाई धनभन्दा धन 1% भए पनि हामीले के गर्नु पऱ्यो? सुधार गर्दै लैजाने। कल्चरल ट्रान्सफर्मेसन, सांस्कृतिक रूपान्तरण कसरी गर्ने, ब्रान्ड भिन्नता कसरी छुट्याउने, ग्राहक इकोसिस्टम, ग्राहकको इकोसिस्टम कस्तो छ, यो 4वटा कुराहरू हामी हेर्छौँ है। अपरेसनल एक्सिलेन्स, मुख्य दक्षतालाई अगाडि बढाउने।
फोहोर हटाउने निर्णय लिने प्रक्रियालाई तीव्र बनाउने र सबै विभागहरूमा स्रोत वितरणलाई अनुकूल गर्नमा निरन्तर ध्यान दिने। फोहोर हटाउने भनेको के हो? कागजहरू पुस्ताहरूलाई फाल्ने भने हो होइन नि, होइन? अब उसमा फोहोर भयो त्यसलाई उठाएर उता फाल्नु जरुरी छैन भन्ने हो र फोहोर हटाउने भनेको। यो पनि हो, अफिस फोहोर पनि हुन दिनु भएन होइन, फोहोर हुन। तर कार्य सञ्चालनमा आउने अवरोधहरू, नराम्रा कुराहरू छन्, त्यसलाई पनि हटाउने भनेको नि यो निर्णय लिने प्रक्रियालाई तीव्र बनाउने। सर यहाँ नेटवर्क लङ डिस्टेन्स हो के गर्ने भनेर तपाईँले युआई सरलाई बुझ्नुभयो भने के हुन्छ? जस्तो महिनाको गर्नु बोर्ड चाहियो सर भन्नु, हामी बोर्ड डिजाइन गरेर लेखेर दिएँ। अब के हुन्छ भनेर हेड अफिसमा मैले फोन गरेँ, भाइको पठाउनु भने तुरन्त भाइको पठाएँ। वाट्सएप भन्नुभयो, वाट्सएप खोज्दा खोज्दा रहन्छ, अब कसको नम्बर गरेर आउँछ वाट्सएप। 2 दिनसम्म सिम छैन, फेरि मैले फोन गरेँ, अनि वाट्सएप गरेर भाइबाट भन्नु, भाइबाट तुरन्त भेटेर हालेँ। डिजाइन आयो, कुन साइज भन्नुभयो, तुरन्त सोधेँ 3x9 भन्नुभयो, 3x9 पठाएँ, आइहाल्यो होइन। त्यसै तुरन्त निर्णय लिनुपर्ने। यो बोर्ड कहाँ बनाउने ल मान्छे बोलाउन 100 रुपियाँ या वा भनेको है गर्थेन। जति दिन लाग्यो त्योभन्दा बढी टाइम लाग्छ। त्यो डिसिजनहरू तुरन्त दिनु पऱ्यो क्या। आफूसँग छ भने आफूले दिनु पऱ्यो, आफूसँग छैन भने माथिको अथोरिटीसँग तुरन्त सोध्नु पऱ्यो। उहिले मिटिङमा सोधौँला, मन्थली मिटिङमा सोधौँला भनेर राख्ने हो त? यो कुरा म उहिले मिटिङमा सोधेर तपाईँलाई भन्छु है भनेर भन्यो भने के हुन्छ? एक हप्ता टाइम वेस्ट भयो नि। अध्यक्षता सुधार गर्ने, इम्प्रुभ प्रोडक्टिभिटी एन्ड इफिसियन्सी। यो अघि मैले भनिसकेँ तपाईँहरूलाई होइन, इम्प्रुभ प्रोडक्टिभिटी कसरी बढाउने र आफ्नो इफिसियन्सी कसरी बढाउने, सञ्चालन र डिजिटल अवलम्बनलाई अगाडि बढाउने, ड्राइभ अर्गनाइजेसन एन्ड डिजिटल एडप्सन। अब अहिले तपाईँको के हो? क्युसिपी आएको नि त होइन? त्यो भनेर के हो? अर्गनाइजेसन भयो कि ड्राइभ। पहिला हामीले के भन्यो भने भाइ त्यहाँ जानु त त्यो बनाइदिनुहोस् त भनेर भन्नु पर्थ्यो। जसको पावर छ उहाँले त झन् पहिल्यै होइन। अब मेरो मान्छेले फोन गरेर मलाई अब बस पार्दै भाइ त्यो छोडिदियो, त्यता मेरो मान्छे गराइदियो त भन्यो। अहिले के छ? अटोमेटिक टिटी आउँछ, आफै जाने। अहिले हामीले हाम्रो मान्छेहरूले फोन गर्नु भन्छु, मैले त त्यही भने अहिले छिटो छिटो भनेर हुन्न, पालै पालो आउँछ, पालो पुग्नु आजको आजै भन्छ अफलाइन भनेर मैले सल्लाह दिएँ। त्यो सल्लाह पाएर उहाँले बुझ्नुहुन्छ नि त आज होइन। त्यो अटोमेसनहरूलाई एडप्ट गर्नु पऱ्यो। डिजिटलहरू अब एआईको युग छ। अब मैले कुनै प्रेजेन्टेसन लेखेर हुन्छ त, अब मैले डाटा दिने एआईलाई प्रेजेन्टेसन बनाइदियो भने स्वाट बनाइदिन्छु होइन। डिजिटललाई पनि त्यसरी रूपान्तरणहरूलाई दिनु पऱ्यो। अब अवरोधहरू हटाउने, इन्टरनेट बोतल्ने, अब यो अवरोध हटाउने कुरा मैले भनिसकेँ अघि होइन, कसरी हटाउने के गर्ने भन्ने कुराहरू होइन। भएन भने फलोअप गर्ने, काम नसकिने बेलासम्म फलोअप गरिरहनु भनेर भने। सेवा गुणस्तर सुधार गर्दै लागत अनुकूल गर्ने, अप्टिमाइज कस्ट व्हाइल इम्प्रुभिङ सर्भिस क्वालिटी। क्वालिटी दिने भन्दैमा खर्च बढाएर क्वालिटी दिने भन्ने कुराहरू हुन्छ र कम खर्च भनेको भएको स्रोत साधनलाई अधिकतम सदुपयोग गरेर क्वालिटी दिने हो कि। त्यो गऱ्यो भने जस्तो अघि फाइनेन्सियल रिजल्टहरू भयो नि त होइन। यसचोटि हाम्रो बजेटभन्दा पेट्रोलमा कम पैसा आयो नि त। किन आयो भन्दाखेरि हामीले के गर्यो यसचोटि? सेल्स टिमलाई टार्गेट पुर्याउने टिमलाई हामीले के गर्यौँ? एज पर ल पेट्रोल दिएर नपुर्याउनेलाई के गर्यौँ? हामीले एउटा निश्चित सीमा तोक्यौँ नि त। योभन्दा बढी अब गर्दै नगर्नेलाई कहाँ दिन सकिन्छ? सकिँदैन नि त होइन। राम्रो काम गर्नु भने तपाईँले के हुन्छ? राम्रो सबै सुविधाहरू पाउनु। कामै नगर्नेलाई सुविधा दिन कहाँ सकिन्छ? कसैले पनि सक्दैन। कम पेट्रोल खर्च गरेर हामीले यस्तो धेरै काम गर्यौँ कि गरेनौँ?
413 कनेक्सन गऱ्यौँ नि त ड्राइभर डिसिजन डाटा नहेर्ने मैले चाहिँ यो गरेँ त्यो गरेँ हल्ला नगरेँ पृथ्वी उठाएँ यो गरेँ भनेर कोही बताउँदैन बताउँदैन नि त डाटाले भन्छ इफिसियन्सी 7 ल्याऊ मैले ल्याएको छु इफिसियन्सी 3 अनि भाइ इफिसियन्सी धेरै कम भयो 3 मा ट्राई किन हो नाइ सर मैले त यो पनि गरेँ त्यो पनि गरेँ ऊ पनि गरेँ उहाँ पनि गरेँ सब गरेको भए त खै त रेकर्ड डाटा त छैन काम भयो त भएन 3वटा इन्स्टलेसन गरेँ 20वटा मैले इन्भ्याक गरेँ अब डाटाले राम्रो देखायो नि त होइन हो कि नै सेल्स टिमको नै भनौँ 20वटा कनेक्सन गरेर छ अब त्यो 1000 हालेछ डाटा राम्रो देखियो देखियो 15वटा कनेक्सन गरेर छ 700वटा अब्जेक्टिभ हालेछ काम राम्रो गर्नु भएन किनकि उसले 700 घर भिजिट गरेको छ दुःख त गरे त्यो 700 भोलि पर्सि 1 महिनापछि 2 महिनापछि आफैले आउने हो नि त अनि त्यसपछि बढ्न सक्छ अब अपर्च्युनिटी हाल्नु न अनि कनेक्सन पनि 7वटा 8वटा देखाउनुहुन्छ अनि मैले पत्याउँछु त अब युआरले पत्याउनु नि त किनकि डाटै छैन धेरै काम गरेको रिजल्ट निक्लेको डाटामा निक्लेको हो हाम्रो दुःख बारे छ अब सञ्चालन उत्कृष्ट सम्बन्धित प्रश्नहरू गर्न छाड्नुपर्ने है गर्न छाड्नुपर्ने के हो गल्ती फिर्ता पाउन हामीले तुरन्तै के गर्नु भनेर अर्को गइरहनु भने होइन त्यो अर्को गल्तीलाई छोड्नु अब नहुने काम फजिल खर्चहरू गर्न भएन होइन त्यसपछि उत्पादकता प्रोडक्टिभिटीमा हामीले के गुमायौँ त भन्ने कुराहरू टिममा छलफल गर्नुपर्यो जस्तो ग्रोथ गुमायौँ नि हामी साउन महिनामा ग्रोथ भयो किन ग्रोथ भएन त भनेर हामीले छलफल गर्नु पऱ्यो छलफल गरेर ग्रोथ किन भएन भन्ने कुरा पत्ता लगाएर त्यही अनुसारले प्लान गराएर हामी अगाडि बढ्नु है अघि भनिसकेका छौँ के गर्ने बानी गल्ती पत्ता लाग्यो उत्पादन भएन भनेपछि प्लान गराउँछौँ चेकलिस्ट बनाउँछौँ योजना बनाउँछौँ कार्यान्वयन गराउँछौँ भयो भएन व्यस्त नाप्छौँ होइन अनि बल्ल उत्पादनको भरेको देखियो त्यसै सञ्चालन अटोमेसन धेरै कुराहरू हामीले अटोमेसन गर्न सक्छौँ नि त हो कि भएको पनि छ जस्तो कृषिले अटोमेसन भयो होइन त्यसपछि अर्को तपाईँको सी सपोर्टहरू हेर्नुहोस् त्यहाँनिर रिटेल बिलिङमै हेर्नुहोस् को चल हुन लाग्छ भनेर अटोमेसन भइसकेको छ तपाईँ थाहा पाउँदैन है त्यो चल हुन लागेको कस्टमरलाई हामीले बढी प्रायोरिटी दिएर काम गर्छौँ होइन त्यो कुराहरू चाहिँ हामी मापदण्ड त्यो काम गर्दाखेरि के मापदण्ड छन् त त्यो पनि हेर्नु पऱ्यो नियम कानुनहरू पनि हेर्नु पऱ्यो ए सधैँ त गर्नु भएको गर्ने भनेर फेरि अनलाइन पे गर्न त पाइएन नि त होइन त्यसो समय सीमा हुन्छ मापदण्ड हुन्छ है कल्चरल ट्रान्सफर्मेसन भनेको सक्रिय र जवाबदेही संस्कृति निर्माण गर्ने टिमहरू कार्यान्वयनमा उत्कृष्ट अगाडि बढाउने हामीले गर्ने हरेक कुरामा गुणस्तर प्रदान गर्ने गति र फुर्तीका साथ अगाडि बढ्ने अगाडि सोच्ने र नतिजाको संयुक्त लिने मुद्दाहरू सिर्जना गर्ने कल्चरल ट्रान्सफर्मेसन भनेको तपाईँहरूले जानेको कुराहरू सिकेको कुराहरू तपाईँहरूभन्दा मिलेको स्टाफलाई ट्रान्सफर गर्नु पऱ्यो अघि भनिसकेँ आफैभित्र सबै कुराहरू नराख्नुहोस् सबै कुराहरू तपाईँले आफ्नो टिमलाई सिकाउनुहोस् आफूलाई जुनियरलाई सिकायो भने तपाईँहरूलाई काम गर्न सजिलो हुन्छ त्यही कुरा तपाईँसँग आउँदैन यदि सबै कुरा तपाईँले आफूसँग राख्नुभयो भने ट्रान्सफर गर्नु भएन भने दुःखकोलाई हुन्छ आफैलाई हुन्छ त्यही कुरा यहाँनिर भयो स्वामित्वको मानसिकता विकास गर्नु है स्वामित्व भनेको हस्तान्तरण गर्नु होइन कसलाई गर्ने भन्ने कुरा राख्नु जहाँ हरेक व्यक्तिले नेतृत्व गर्न नवप्रवर्तन गर्न र विगत कार्यक्रम अगाडि बढाउन सशक्त महसुस गर्नु बुझ्नु नि
बुझ्या छैन यो कुरा हामीले गर्ने हरेक कुरामा गुणस्तर प्रदान गर्ने गुणस्तर पनि त हुनु पऱ्यो काम गऱ्यो भने भोलि पनि रिपिटेड पर्सि रिपिटेड आयो भने गुणस्तर भएन गुणस्तर पनि भयो एनर्जी हुनु पऱ्यो काम गर्दाखेरि फुर्ती हुनु पऱ्यो लोसो भएर अल्छी माने काम गर्नु भने तपाईँको पार्टनरले पनि त्यही सिक्छ ए अल्छी गरेपछि पनि हुँदो रहेछ तपाईँ फुर्तीका साथ काम गर्नुभएको छ तपाईँको पार्टनर पनि फुर्तिनु होइन म अल्छी मानेर काम गऱ्यो भने अनि मेरा सबै तपाईँहरू के हुन्छ अल्छी हुन्छ हुन्छ तपाईँहरूले सोधेको क्वेसनहरू ठ्याक त्यो फुर्तीका साथ जवाब दियो भने तपाईँले ठ्याक फेरि नफुर्तीका साथ काम गर्नु मैले एन्सरै दिन अल्छी मानेको तपाईँहरू साथै केही सिकाउनु केही भन्दैन हामी कसरी काम गर्नु भने त अल्छी अघि भने नि त तपाईँको टिम तपाईँको प्रतिबिम्ब हो तपाईँको रिफ्लेक्सन हो तपाईँ जे हो त्यही हो तपाईँको टिम तपाईँ जे गर्नुहुन्छ त्यही टिम हो तपाईँ यस्तो गर्नुहुन्छ भने त्यो टिम पनि यस्तो हो तपाईँ गुरु हो नि त तपाईँले यस्तो गर्नुभयो भने उसले पनि भोलिबाट सिनियरलाई यस्तो गर्छ तपाईँले सिनियरलाई गुड मर्निङ सर भन्नु भोलि पनि गुड मर्निङ भन्ला अब गुड मर्निङ नगरेर सर भनेर सल्युट हालिदिन्छ हुन्छ तपाईँको जुनियरले पनि यो सल्युट हाल्नुपर्ने रहेछ सरलाई देख्नुहुन्छ सर भन्छ जाने होइन हाम्रो कल्चरमा यस्तो छैन नि त होइन त्यो त अब के अरे सुरक्षा पुलिस त्यतिर हो नि त तपाईँले के गर्नु उल्टो सिकाउनु कि त्यो भएर उल्टो सिकाउनु पऱ्यो अगाडि सोचेर नजिकको स्वामित्व लिने नेताहरू सिर्जना गर्ने अगाडि सोच भनेको मैले म मात्रै गरेँ भने त मैले कुराहरूलाई बिहा कसरी बनाउने भन्ने कुराहरू सोच्नु पऱ्यो नि त होइन त्यही भएर मैले हरेक कुरा उहाँहरूलाई काम गर्न दिइरहेको थिएँ सिकाउनु तर प्र्याक्टिस उहाँले गरिराख्नु भएको छ कि भोलि बिहा हो भने रिपोर्टै निकाल्नु नआउला लाज भएन बिहा भएर रिपोर्ट निकाल्नु यो सबै कुराहरू सिक्नु पऱ्यो र आफूसँग भएको कुराहरू सिक्ने नेता बनाउनु पऱ्यो अगाडि सोच्ने मभन्दा पनि सोच्ने उहाँहरू हुनु पऱ्यो क्या अगाडि सर तपाईँले भनेको भने यो गरेको खतरा हुन्छ ए अब भोलि मभन्दा अगाडि सोच्ने उहाँहरू पनि मभन्दा जाने पनि भनेर रिसाएर कति कुराहरू थाहा हुन्छ उहाँहरूको कुरा सुनेर उहाँहरूको कुराको निचोड के हो त त्यो बुझेर कानुन ल्याउनुपर्छ कि त्यसलाई त्यस्तो मान्छे हामीले बनाउनुपर्छ नेता भनेपछि लिडर है नेता भनेको त्यो पार्टीको नेता यता होइन त्यो एकदम लिडर सबलाई के अरे घुमाउन यताउता गर्न माइन्ड सेट गराउन सिकाउँछ नि त नेताहरूले नेताको पछि सबै लाग्छ नि त हो त्यही भएर नेता भनेको सबैलाई आफ्नो संस्कृतिका आधारस्तरमा कल्चर पिलर्स के हो त कल्चर सक्रिय बन्नुहोस् प्रोएक्टिभ हुनु पऱ्यो तपाईँहरू दोषी भएर भएन अघि हामीले त्यो 5 वटा कार्यान्वयनमा भनिसकेका छौँ क्वालिटी एक्सिलेन्स हुनु पऱ्यो गुणस्तर हुनु पऱ्यो कुनै पनि काम गर्नुहुन्छ भने गुणस्तर काम गर्नु पऱ्यो र काम छोडेपछि के हुन्छ भोलि आफैले गर्नुपर्छ आफैले गाह्रो होइन एउटा कार्यान्वयनमा ध्यान दिनु पऱ्यो र उद्देश्य शैलीको गति उद्देश्य के हो त त्यसमा स्पिड ल्याउनु पऱ्यो उद्देश्य विहीन भयो भने यात्रा के हुन्छ दुर्घटनाग्रस्त हुन्छ उद्देश्य छैन भने के हुन्छ त्यही पनि काम त्यो भनेको थियो नि त उद्देश्य के लिनु उडी छुनु चन्द्रमा एक चन्द्रमामा कुनै उद्देश्य लिनु पऱ्यो भने चाहिँ के गतिशील उद्देश्य चन्द्रमामा कुनै उद्देश्य लियो अनि मोटरसाइकलमा जान्छु भनेर भयो होइन त्यसको लागि के चाहिन्छ रकेट चाहिन्छ किनकि रकेटको स्पिड आइन्छ है ग्राहक र ग्राहकीको सिस्टम ग्राहक एन्ड कस्टमर के हुन्छ सहज ग्राहक यात्रा प्रदान गर्ने संयन्त्र धारणा बनाउने इको सिस्टम आउँछ सिर्जना गर्ने ग्राहकको दीर्घकालीन मूल्य बढाउने ब्रान्ड भिन्नता हामी के छौँ त भनेर ग्राहकलाई हाम्रो भिन्नता देखाउनु पऱ्यो परेन लोकल आइस पनि केही हामी पनि केही हो भने ग्राहक हामीसँग आउँछ त गुणस्तरयुक्त हुनु ब्रान्ड है ग्राहक बनाएर मात्रै भयो त भएन नि त तपाईँहरू ग्राहकसँग कसरी बोल्नुहुन्छ कस्तो म्यासेज दिनुहुन्छ ग्राहकलाई ग्राहकले के गर्नु भने कसरी प्रस्तुत हुनुहुन्छ भन्ने कुराहरू पनि त हेर्छ ग्राहकले हेर्दैन तपाईँ कस्टमरको घरमा जानुभयो राम्रोसँग व्यवहार गर्नु भने तपाईँलाई सबै उसले तपाईँलाई नै खोज्छ तपाईँ रिसाएर गर्नु भने तपाईँलाई पनि खोज्दैन एउटासँग रिसाब गर्नु त्यसले खोज्दैन अर्कोसँग रिसाब गर्नु त्यसले खोज्दैन तपाईँलाई कसैले पनि नखोजेपछि के हुन्छ तपाईँको
अनि त्यसपछि कम्पनीले पनि तपाईँलाई खोज्दैन। किनकि ग्राहकसँग सम्बन्ध राम्रो बनाउनै नसक्ने स्टाफलाई कम्पनीले राख्छ त राख्दैन। ग्राहकसँग मिलनसार राम्रो बानी बसाल्ने गर्नु ग्राहकले सधैँ तपाईँले गर्छ। सेल्सको मान्छे ग्राहक जोड्नुभयो, त्यसलाई फोन गरेर उसलाई उत्कृष्ट अनुभवले उत्कृष्ट नतिजा सिर्जना गर्छ। स्ट्राटेजिक इनिसिएटिभ एक्सपिरियन्स उत्कृष्ट गर्नु वफादारी वृद्धि र कार्यान्वयनलाई अगाडि बढाउने ग्राहक भिन्नता सिर्जना गर्नु। उत्कृष्ट कर्मचारी भयो भने चाहिँ अरू टिमहरूलाई पनि बनाउनु लाग्छ नि त होइन। त्यसले गर्दा सर म त योभन्दा पनि खतरा बढेर ल्याउँछु भन्ने तपाईँलाई भन्न लाग्छ लाग्दैन? लाग्छ नि त होइन। तपाईँसँग उत्कृष्ट अनुभव भयो भने अनुभव किन महत्त्वपूर्ण छ, एक्सपिरियन्स किन महत्त्वपूर्ण? संस्कृति र सर्वता बदल्यो भन्छ। उत्पादकतामा सुधार गर्छ। तपाईँसँग अनुभव छ भने यो कुराहरू हुन्छै हुँदैन होइन। तपाईँसँग ग्राहकसँग बोल्ने व्यवहार राम्रो छ, ग्राहकलाई हराउन सक्ने शैली छ भने त्यसले तपाईँलाई के गर्छ? उत्पादकतामा सुधार गर्छ नि। तपाईँले घटाको लगाइरहेको छ होइन। भिन्न ग्राहक अनुभव गर्छ। विभिन्न ग्राहकहरूलाई तपाईँले भेट्न सक्नुहुन्छ। भिन्न ग्राहकहरू कस्तो हुँदैछ, त्यसमा कसरी डिल गर्नु पर्ने रहेछ भन्ने कुराहरू पनि बुझ्नुहुन्छ हो कि? त्यसरी धारका वफादारी र नाफा अगाडि बढाउनु। धारणा तपाईँले धारणा के छ, वफादारी नाफा अगाडि बढाउनु। धेरै कस्टमरलाई चिन्नुभयो, तपाईँलाई फटाफट लिड दिन थाल्यो भने तपाईँको नाफा पनि बढ्दै हो। इम्प्लोइ एक्सपिरियन्स व्यक्तित्व विकास र क्षमता निर्माण गर्ने संलग्नता सम्मान सहकार्य पनि कर्मचारीको अनुभव विकास इम्प्लोइ एक्सपिरियन्स कसरी बढाउँछ नि इम्प्लोइ एक्सपिरियन्स? कर्मचारी अनुभव केन्द्रित क्षेत्रहरू इम्प्लोइ एक्सपिरियन्स फोकस। सबै तहमा कर्मचारीको प्रतिक्रिया सक्रिय रूपमा सुन्ने है। हामी सुन्छौँ नि होइन तपाईँहरूको प्रतिक्रियाहरू। महिनामा त प्रत्येकचोटि सुन्छौँ। मैले के भन्नु आइरहेको छु, महिना नपुग्नुहोस्, हप्ता नपुग्नुहोस्, जे समस्या छ तुरुन्तै भन्नुहोस् भनेको छु नि त मैले। यो कुराहरू भन्ने बानी हुन्छ है। त्यसले गर्दाखेरि अनुभवको क्षेत्रहरू विकसित गर्छ। कर्मचारीका चिन्ताहरूको समन्वय र पारदर्शी समाधान। कर्मचारीको चिन्ता के छ त? जुनियरले कर्मचारीको चिन्ता के छ सुनिदिनु पर्यो होइन। सुनिसकेपछि त्यसको समाधान कसरी निस्किन्छ पारदर्शी रूपमा भन्नु पऱ्यो नि त है। एकजना सरको के पैसा आएन, उहाँले यात्रालाई भनिराख्नु पर्थ्यो। मैले उहाँलाई के भन्थेँ, सर गुनासो सुन्ने एउटा यात्रा डिपार्टमेन्ट छ, डाइरेक्ट फोन गर्नुहोस्। गर्नु होइन? गर्नु कि अनि आयो कि आएन? हो भनेपछि अब एक्सनमा त गयो नि। एक्सनमा गएर सल्भसम्म हो। तपाईँलाई थाहा छ कि थाहा छैन? हाम्रो एउटा यातायातको हेल्प डेस्क खुलेको छ होइन। तपाईँलाई के समस्या भयो भने यहाँको यातायातलाई भन्नै परेन। फोन घुमाउने तिम्रो एक कति छ, हेलो सर मैले यस्तो भनेको थिएँ, मेरो यहाँ घुम्दै भएन, मेरो खानाको पैसा आएन, मेरो हाजिरको पैसा आएन, मेरो मोदीको पैसा आएन, मेरो ऊ आएन, यो आएन, सब ट्याक्स गर्नु सक्यो। अनि त्यो टिकट टक्क यहाँ आउँछ, रेकर्ड भयो नि त। अघि मैले भनेको थिएँ नि त, लेखेर कुनै कुरा लेखेर राख्नुपर्छ, रेकर्ड राख्नुपर्छ भनेको थिएँ नि त। अब तपाईँको मुखले 10 चोटि फोन गरेर भन्नुहुन्छ, सर मेरो तलब आएन, मेरो फोनमा पैसा आएन, फोनमा पैसा आएन, के रेकर्ड छ त फोनमा पैसा आएन आएन, तपाईँले भनेको त्यो रेकर्ड छ। अब सिधै गुनासो सेन्टरमा सर फोनमा पैसा आएन के हो? मैले के भने त्यसको समग्र कार्यस्थल सन्तुष्टि मापदण्डहरू निरन्तर सुधार गर्ने, कार्यस्थलको सन्तुष्टि मापदण्डहरू, बलियो सिकाइ ढाँचा र निरन्तर करियर विकास। राम्रो कुराहरू सिकाइरहनु पऱ्यो, बलियो सिकाइरहनु पऱ्यो र करियर विकास गर्नु पऱ्यो। सधैँ उठेर हैरान छ,
तपाईँ अब यहाँ आइडिएसआर बिल्डिङहरू पनि जान सक्नुहुन्छ। कोहीले पनि अप्लाई नै गर्दैन। त्यो अप्लाई गर्नको लागि पहिला तपाईँले सिक्नुहोस् न। टेक्निकल सुपरभाइजरसँग 1 घन्टा बस्नु दिनमा घर गएर के गर्ने? त्योभन्दा 1 घन्टा टेक्निकल सुपरभाइजर सर मलाई सिकाउनु भनेर बस्नु सिकाउनु भयो होइन। सिक्नु पऱ्यो तपाईँ नेटवर्कमा होइन अनि सिक्नु पऱ्यो। यहाँ हामीलाई टेक्निकल सुपरभाइजर नपाएर 3-4 चोटि फुलिसकेका छौँ। गोलपुरमा कतिचोटि फुलिसक्यो कोही पनि आएन। त्यो भएर त्यो कुराहरू सबै सिकेपछि करियर विकास हुन्छ। सिनियर कोर्स भन्नु अर्थ कार्यक्रम र टिम संस्कृति गरेर यो हामीले गरिरहेछौँ। आज पनि सम्मान गर्छौँ हाम्रा उत्कृष्ट टिम मेम्बरहरूलाई होइन। समावेशी उच्च सहकार्यात्मक कार्यस्थल संस्कृति निर्माण सबैलाई उच्च सम्मानका साथ कार्य गर्दा हामी काम गर्ने वातावरण बनाउने। त यो त या वा भनेर कसैलाई हेरिरहेको छैन कि होइन। सबै समान छ नि हाम्रोमा होइन। यो हेर्ने कामहरू गरेका छन् भन्नु होला। घर पनि मात्र हुन्छ सरले भनेर चाहिँ मान्ने। अब के भयो तपाईँहरूबाट मान्थ्यो तपाईँ के भयो लापरवाही गर्ने स्टाफ अनुशासनमा नबसेको स्टाफ भनेको भयो नि त होइन। यो भएर यो कुरा तपाईँले ध्यान दिनु। जसले हराएको छ त्यही तिर्नुपर्छ। पैसा सस्तो हुन्छ भनेर तपाईँले मैले गरेको भनेर भन्ने युवाले फकाउने युवाले धम्की दिने त्यसलाई कोही कसैले निकाल्न सक्दैन। सक्छ तपाईँले युवाले तपाईँलाई निकालिदिन्छु भनेर भन्यो निकाल्ने अधिकार त कहाँ हुन्छ? यहाँ 4मा हुन्छ नि त। यहाँ 4मा पिएमले को सपोर्ट पिएमले पनि हेर्छु होइन। यहाँ 4ले सर निकाल्नु हुन्छ भनेर मलाई भन्यो म निकाल्ने मिल्दैन। यहाँ 4ले निकाल्नु हुन्न भने चाहिँ मलाई कारण त दिनु पनि किन निकाल्नु हुन्न निकाल। अनि व्यवहारमा चाहिँ छैन मिलेन नि त होइन। त्यो भएर धम्कीहरू कसैले दिन्छ भनेको ठग्या छैन भने ठग्या छैन। ठग्या छैन ठगेछ भनेर आरोप लगाएर हुन्छ प्रमाण चाहियो नि त। सहज ग्राहक यात्रा र कस्टमर एक्सपिरियन्स सेवाको गुणस्तर र भरपर्दोपन सुधार गर्ने डिजिटल अवलम्बन र व्यक्तिगतकरण बढाउने र धारणा ग्राहकहरूलाई सुधार गर्ने शब्द भरपर्दो। तपाईँ ग्राहककोमा जानुभयो भने तपाईँलाई ग्राहकले भरोसा गर्छ त्यस्तो मान्छे बन्नु पऱ्यो। एसी लगाइदिने कसरी पङ्खा लगाइदिने काम गर्नु भएन नि त। तपाईँ बन्द गरेको आज मैले एसी खोलेर लगाइदिने राम्रो सुहायो ग्राहकले भर मानेर तपाईँलाई भोलिपल्टबाट तपाईँ एक्सपिरियन्समा हाल्नु नि। तपाईँको ग्राहक मलाई मन पऱ्यो कि तपाईँ कस्टमर मलाई स्टाफ मन पर्ने गरिरहेको छ सर गरिरहेको छ। रिक्वेस्ट गर्नु रिक्वेस्ट गरेर कि माइती मगाउँछु म इस्यु लगाइदिन्छु भनेर इस्यु लगाइदिनु सक्छु है। गति र सरलता स्पिड र सिम्प्लिसिटी गति पनि हुनु पऱ्यो सिम्प्लिसिटीमा काम पनि गर्नु पऱ्यो होइन। अहिले पनि भनिसकेको ए सरले गति भन्नुभएको छ भनेर 2 फुट स्पिडमा बाइक कुदाएर जाने हो नि त। बाइकमा जाने सिम्पल तरिकाले जाने नि त आफ्नो सर स्पिड जानुभएको भन्ने घुमाउनु लेन क्रस गरेर जानु त भएन सिधा आफ्नो लेनमा हिँड्नु पऱ्यो। त्यसरी स्पिडको साथमा सिम्प्लिसिटी पनि संलग्नता इङ्गेजमेन्ट संलग्नता पनि हुनुपर्छ। मलाई इङ्गेजमेन्ट हुनु ग्राहककोमा काम गर्न जानिन्छ भनेपछि होइन। ग्राहकहरूसँग राम्रोसँग इङ्गेजमेन्ट राम्रो कुराहरू गर्ने राम्रो कुराहरू सिकाउने ग्राहकहरूले यसरी गर्नुपर्छ। हामीले यहाँ शिक्षा लगाउनुपर्छ। यो गरेपछि यस्तो हुन्छ कहिलेकाहीँ यस्तो भयो भने हेर्नु होला होइन। कहिलेकाहीँ के हुन्छ 2-3टा बत्ती बल्यो भने हामीलाई फोन गर्नु होला। कहिले हेर्नु सिकाउनु भने विषय पनि छ नि अरू केटामा हेर्न सकिन्छ। त्यो कुराहरू पनि सिकाउनु इङ्गेज ग्राहकले जे सोधे पनि त्यसमा इङ्गेज हुनु पऱ्यो। तपाईँले बुझ दिनु पऱ्यो। जान्नु भने सर म जान्छु मलाई थाहा भएन म सरलाई सोधेर तपाईँलाई भन्छु तुरन्त फोन गर्नु पऱ्यो। त्यहाँबाट सर उहाँले यस्तो यस्तो भन्नुभएको छ उहाँसँग कुरा गर्छु कुरा गराइदिनुहोस् हामी कुरा गर्छौँ गरिरहेको छ नि त
ट्रान्सफर्मेसन फ्रेमवर्क अनुभव पनि अब रूपान्तरण गर्नु तपाईँको अनुभव के छ त्यो अनुभव पनि तपाईँले सेयर गर्नु पऱ्यो टिमहरू मलाई सेयर गर्न सक्नुहुन्छ युआईले सबै कर्मचारीलाई तपाईँले आफ्नो अनुभव सेयर गर्न सक्नुहुन्छ ल फेरि यो भाइले यसरी काम गरेको हामीले भनेर सेयर गर्नुभयो अर्कोले शिक्षण त दिएन भोलि अरूले त्यो काम गर्छ यसले काम गर्छ बेटर एजुकेसन उत्कृष्ट कार्यान्वयन तपाईँले गरेको कामहरू उत्कृष्ट कसरी गर्नुभएको उत्कृष्ट ल्याउनु छैन स्मार्ट वर्क गर्नुभएको छैन होइन कसरी त्योभन्दा बढी राम्रो काम गर्ने भनेर पनि तपाईँहरूले आफूलाई निखार्नु ग्राहकहरूको कस्टमरको एक्सपिरियन्स के छ त ग्राहकले पनि त भन्छ कस्टमर एक्सपिरियन्स छ भने हामी सिसिआर एक्सपिरियन्स भने चाहिँ त्यो ग्राहकको अनुभव त हो नि त्यहाँ तपाईँलाई कस्तो दिइरहेको छ राम्रो दिएको छ भने राम्रै गर्नु लागेको छ त्यहाँ छैन भने चाहिँ हामीले के ग्राहकको अनुभवलाई हामी राम्रो गर्न सकेका छैन ट्रान्सपोर्टेसन गर्न सकेका छैन हामी अहिले 50% भन्छ भोलिको आधा जतिले मात्र हामीलाई राम्रो गरिरहेको छ आधाले किन भन्नुभएको छैन अब त्यो त हामीले सबै कुराहरू हेरेर पछि हामीले त्यो प्लान बनाउनु अनि त्यहाँबाट इकोब्रिटी सस्टेनेबल ग्रोथ लामो समयसम्म टिक्ने गरी काम गर्नु पऱ्यो कि काम त सकेँ मैले आज सकेँ भोलि फेरि त्यही गर्नु पऱ्यो भने के भयो सस्टेनेबल भएन लामो तपाईँले गरेको काम भोलि त्यही काम नआओस् अर्को काम आओस् त्यस्तो सबै कामै नआओस् है त्यसैले तपाईँहरूले इकोब्रिटी कसरी ग्रोथ गर्न सक्छ त्यो पनि अपरेटिङ फ्रेमवर्क सबै कार्यान्वयन प्रेज संस्कृति निर्माण नेतृत्व सम्पूर्ण कार्यान्वयनको जाँदै प्रतिबद्धता र अनुमतिहरूलाई ध्यान केन्द्रित गर्ने यो भनेको के हो भनेपछि तपाईँले गरेको काम छ नि जुन विगत समीक्षा जम्मा भनेको तपाईँले अब हामी के गर्यौँ त्यो साउन महिनाको मिटिङ हो यो मन्थली मिटिङ होइन भदौमा साउनको हामीले के गरेको समीक्षा गरेको के भयो जम्मा 30% मात्रै गर्नुहोस् भन्छ कि कुनै मिटिङभरि केही कुरा मात्रै गरेर सक्ने भयो त्यो भयो भनेर हामीले देखायौँ रिभ्यू मात्रै गर्छ अब यो यस्तो भयो यस्तो गरेर हुन्थ्यो भनेर के काम छ गयो रात गई बात गई प्लान गराउनलाई कस्तो अहिले तपाईँहरू जानुहुन्छ हामी हामी बस्छौँ त्यो कुराहरू तपाईँलाई पछि अगाडि बढ्नुहोस् 12 मिनट सूचना साइनको हटाउनु धेरै राम्रो एजुकेसन क्यासकेड वार्षिक योजना र होइन विकली मिटिङ गर्नु पऱ्यो त्यसपछि मन्थली मिटिङ गर्नु पऱ्यो त्यसपछि बात आयो भन्ने कुराहरू कार्यक्रम श्रृङ्खला एजुकेसन क्यासकेड गर्नुपर्छ अर्वार्षिक अफसाइड 80% योजना क्वार्टरली अफसाइड प्लानिङ अब हामी के हुन्छ क्वार्टरली अफसाइड मिटिङ गरेर हुन्छ नि त होइन यो अफसाइड मिटिङ हामीहरूसँग गरिरहेको अब हामीले चाहिँ अफसाइड मिटिङमा हामीले खालि 20% मात्रै रिभ्यू ल्याउँछौँ 80% हामीले अब के गर्ने अब आउने त्रैमासिकमा के गर्ने क्वार्टरमा के गर्ने भनेर हामीले यो योजना बनाएर हामीले अगाडि पेस गरिरहेको है महिनाको सुरुवात 20% समीक्षा 80% योजना अब हामी आज 20% मात्रै समीक्षा गरेर भेट्छौँ अब 80% कार्यान्वयनको हामीले बसेर लक्ष्य र पूर्वानुमान टार्गेट एन्ड फोरकास्ट मासिक योजना समाधान कसरी गर्ने त होइन लक्ष्य र पूर्वानुमान बनाउनु पऱ्यो त्यसलाई कसरी समाधान गर्नुपर्छ त्यो योजना बनाउनु पऱ्यो आफ्नो स्ट्रिक्ट कमिटमेन्ट मिटिङ 20% समीक्षा 80% कार्यान्वयन मासिक साप्ताहिक परिवर्तन बडा परिवर्तन होइन सिएक्सहरूले शीर्ष प्रधानमन्त्री दस दिनभर उनीहरूको यो विकली मिटिङहरूमा सिएक्सहरूले हामीसँग बस्ने या गर्ने कामहरू गर्छ यो हामी गरिरहेको छौँ लिडरसिपमा हुनुपर्ने डिसिप्लिन सक्रिय योजना प्रोएक्टिभ प्लानिङ बनाएको हुनुपर्छ प्लानिङै छैन सर यो पुगेन त्यो पुगेन भन्न पाइन्छ
भन्नु मैले होइन सुरुमा अर्को एस्कालेसन प्रारम्भिक सूचना चाहियो होइन लास्टमा आएर मलाई यो चाहियो त्यो चाहियो यो भयो त्यो भयो भन्न भने त्यो चाहिँ काम राम्रो छ भन्दैन एभर लिडरसिपमा के हुनु पऱ्यो पहिले नै सूचना दिने क्षमता हुन्छ क्रस फङ्सनमा गर्ने क्षमता पनि हुँदैन लिडरसिपमा एउटै मात्रै काम गरेर प्रगति कहिले पनि हुँदैन क्रस फङ्सन धेरै धेरै कामहरू त्रैमासिक हामी कहाँ जाँदैछौँ भनेर त्रैमासिक नेतृत्वको मन्त्र है क्वार्टरलीमा हामी के गर्छौँ हामी कहाँ जाँदैछौँ भनेर मन्त्रीमा हामीले के हासिल गर्दैछौँ यो महिनामा हामीले के हासिल गर्ने हो भनेर बोलाउँछ साप्ताहिकमा हामी के प्रदान गर्दैछौँ हामी साप्ताहिक मिटिङ बस्छौँ के दिने हो के गर्ने हो भनेर मासिक जान्छौँ हामी के हासिल गर्दैछौँ भनेर बोलाउँछ त्रैमासिकमा हामी कहाँ पुग्छौँ भनेर देखाउँ है कुराकानी भन्दा प्रतिबद्धता गभर्नमेन्ट ओभर कन्भर्सेसन कुराकानी भन्दा के हुनु पऱ्यो प्रतिबद्धता हुनु म यो गर्छु भनेर प्रतिबद्ध गरी गर्नु पऱ्यो गफ मात्र दिएर भएन हाम्रो प्रतिबद्धता अगाडि सोच्नुहोस् उत्कृष्टताका साथ कार्यान्वयन गर्नुहोस् 10 सँगै टिम खडबाट एकदम खतरा तरिकाले सोच्नु पूर्वानुमान गरेर सोच्नु पऱ्यो पूर्वानुमान गर्ने सक्रिय विधि अगाडि बढ्छ त्यसपछि हरेक पटक समयमै प्रतिबद्धता अब म यो काम गर्छु भनेर भन्ने अनि नगर्ने मैले भने थिएँ तपाईँहरूको कहाँ जयनगरमा थप मेसिन बने होइन चले होइन भएन त होइन यो महिनामा गर्नु भएन भने के गर्छु भनेको थिएँ मैले फटाफट गर्नु भयो नि त होइन त्यस्तै प्रतिबद्धता गरेपछि पुरा गर्नु पऱ्यो अनि जित्तेन त सबै मिलेर गरे हामी नै त्यो मैले भने अर्कोसँग गर्नुभयो अर्कोसँग जानुभयो तपाईँहरूले थम गर्नुभयो तपाईँले नगरे भए त हुन्थेन होइन सबैले सहयोग गरे त्यही भएर टिमवर्क भनेको दुई टुगेदर टिमवर्क गर्नु भने दुई टुगेदर हुन्छ यति नै काम तपाईँहरूले साथ गर्नुभयो भने हाम्रो लक्ष्य पुरा गर्न कसैले